हेलो साथीहरू, नमस्ते। यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। म आज लिएर आएको छु यहाँहरूमाझ BBS थर्ड इयरको बिजनेस लको सोर्स अफ ल अर्थात् कानुनको स्रोतहरू हामी अब यहाँ पढ्नेछौँ अर्थात् छलफल गर्नेछौँ। कानुनको स्रोतहरू दुई प्रकारका छन् र ती हुन्, म यसरी देखाउँछु यहाँहरूलाई। र कानुनको स्रोतहरू पढिसकेपछि यसलाई कसरी याद गर्ने भन्ने कुरामा पनि म यहाँहरूमाझ प्रस्तुत गर्नेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। यहाँ रहेको छ कानुनको स्रोतहरू। बाध्यात्मक स्रोतहरू: विधायन, नजिर, प्रथा वा परम्परा, करार वा सम्झौता, सन्धि वा अभिसन्धि। र अनुनयात्मक स्रोतहरू: विदेशी कानुन, विदेशी अदालतका निर्णयहरू, विद्वानका विचारहरू, पाठ्यपुस्तक तथा पत्र पत्रिकाहरू, नैतिक नियमहरू, धार्मिक ग्रन्थहरू। र म यहाँ प्रस्तुत गर्नेछु यो स्रोतहरू कसरी सम्झने ट्रिकको साथमा। र हामी पहिला बाध्यात्मक स्रोतहरू कसरी याद गर्ने त्यतातिर लागौँ है त। बाध्यात्मक स्रोत सम्झिनको लागि विधायन र नजिरले बिहा गर्न खोज्दाखेरि परम्परा र प्रथा वा परम्पराले रोक्यो, किनकि हाम्रो नेपाली समाजमा प्रथा वा परम्पराले कति असर गर्छ बिहालाई भन्ने कुरा त यहाँहरूलाई थाहा छँदैछ। त्यसरी हामी एउटा ट्रिक बनाऊ। विधायन र नजिरलाई विवाह गर्न खोज्दा प्रथा वा परम्पराले रोकेर उनीहरूले भागेर विवाह गर्ने सल्लाह गरे र करार अर्थात् सम्झौता गरे। करार अर्थात् सम्झौता गरिसकेपछि उनीहरू सन्धि र अभिसन्धिकोमा पुगे छलफलको लागि र विवाह सम्पन्न गरे। अनि अब अर्को स्रोत रहेको छ अनुनयात्मक स्रोत। अनुनयात्मक स्रोतलाई हामी विदेशी कानुन भनेको विदेशी अदालतका निर्णयहरू र विद्वानका विचारहरू हुन्। अर्थात् विदेशी कानुन भनेको विदेशी अदालतका निर्णयहरू र विद्वानका विचारहरू हुन्। यो कुरा हामीले पत्र पत्रिका, पाठ्यपुस्तक वा पत्र पत्रिकामा, नैतिक नियमहरूमा अर्थात् धार्मिक ग्रन्थहरूमा पढ्न पाउँछौँ। यसरी हामीले दुईटा ट्रिक बनाएर दुईटा स्रोतहरूलाई यसरी याद गर्न सक्छौँ। र पहिलो रहेको छ विधायन र नजिरको बिहेको कुरा, दोस्रो रहेको छ कानुनको कुरा, विदेशी कानुनको कुरा। यसरी नै हामी ट्रिक सम्झिन सक्नेछौँ। थ्याङ्क यू।